यलो महानगरपालिका नुगु प्रशासनिक भवन निर्माण भएको चुकुदु यलो महानगर पुचे दुगु आ दुगु प्रशासनिक भवन या दक्षिण पश्चिम भागे नुगु नेतजाया प्रशासनिक भवन निर्माण यातुगु ख नुगु भवन या शिलान्यास बुधबार यलो महानगर या मेयर चिरीबाबु महर्जन याना दिल शिलान्यास च्याचोले मेयर चिरीबाबु महर्जन महानगरीय नुगु प्रशासनिक भवन निर्माण या सुरुवात थगु कार्यकालय महत्त्वपूर्ण उपलब्धि चुकु थ्यादिल यो भवन वास्तवमै भन्ने हो भनेदेखि मेरो नेतृत्वमा रहेको यो महानगरपालिकाको कार्यपालिका र नगरसभाको चाहिँ यो पछिल्लो कालखण्डमा गएर एउटा जुन रचनात्मक कामको चाहिँ आज शिलान्यास हुन गयो यो भनेको चाहिँ यो टिमको एउटा वान अफ द ग्रेटेस्ट एचिभमेन्ट्स हो भन्ने चाहिँ मेरो ठहर छ र यो भवन त निश्चित रूपमा चाहिँ अब ठेकेदार भाइले पनि प्रतिबद्धता जनाएको हुनाले 30 महिनाभन्दा अगाडि नै यो चाहिँ सिद्धिन्छ भनेर हामी परिकल्पना गरौँ। नेक्स्ट टाइमको मिड अफ द पिरियडमा चाहिँ हामी यसलाई चाहिँ धुमधामका साथ उद्घाटन पनि गरौँला। संघीयता लागू जुसेली स्थानीय तहय क्षेत्राधिकार न तब्या जुगुली कर्मचारी ल्या थावंगुली आ दुगु प्रशासनिक भवन मगागु वेकया थापुतु यो भवन हामीले जुन 49 सालमा बनाइएको यो भवन हो त्यो बेला चाहिँ उपमहानगर पनि होइन यो महानगर उपमहानगर पनि होइन जस्ट नगर मात्रै थियो त्यो बेला बनिएको र अहिले हाम्रो इन हाउस कर्मचारी भनेको नै लगभग 700 जना छ र यो बिल्डिङको बिचको जुन व्हाइट एरिया छ त्यो ठुलो छ त्यसले गर्दाखेरि भवन चाहिँ उज्यालो छ तर भित्रको स्पेस ज्यादै सानो छ। अब मेरै कक्षमा छिर्दाखेरि मेरो भित्रको सचिवालयको कक्षमा जाँदाखेरि मेरै अफिसबाट छिर्नुपर्छ क्वाइट डिस्टर्बिङ होइन। तर यी सबै कुरालाई चाहिँ मध्यनजर राखेर यसका गुण र दोषलाई पनि इन्कर्पोरेट गरेर यो नयाँ भवनको डिजाइन गरिएको छ। तसर्थ यो भवन सिद्धिसकेपछि ललितपुर महानगरपालिकाको कुनै पनि शाखा प्रशाखा उपशाखा एउटा 4 को सलिड वेस्ट एउटा शाखा बाहेक अरू चाहिँ सबै यी हाम्रै भवनभित्र रहनेछ भन्ने कुरा पनि मैले यहाँलाई अनुरोध गरेँ। च्याचोले प्रमुख प्रशासकीय अधिकृत गणेश अरियाल, शहरी विकास योजना महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्री कुमार महर्जन, नवसृजनशील कन्स्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेड रवि गौतम नुगु देखेतेङ्गु प्रशासनिक भवन निर्माण बारे जानकारी दिएको छ। हामीले बुझेका छौँ ललितपुर महानगरपालिकाको यो भवन शिलान्यासका लागि पटक भवन निर्माणका लागि पटक शिलान्यासहरू भए तर भवन निर्माण हुन सकेन। यो यथार्थताको बीचमा आज हामी भवन निर्माण गर्ने गरी शिलान्यासको सन्दर्भमा यहाँ उपस्थित छौँ। हामीले हरेक पलमा फुकेर यसको हरेक स्टेपमा एकदमै सावधानीपूर्वक हामीले अगाडि बढेर यसलाई आज शिलान्यासको सन्दर्भसम्म लिएर आएको हौँ। यहाँलाई निवेदन गरौँ आजसम्म यो टेन्डरको विषयमा कुनै पनि नेपालको मिडियाले नकारात्मक हिसाबले चित्रण गरेको छैन। हामी ढुक्क छौँ त्यसमा। तदनुसार 2077 फागुन 19 गते बोर्ड बैठकबाट यसको प्रक्रिया निर्णय भएर प्रक्रिया अगाडि बढेको हो। स्थानीय जनप्रतिनिधिहरूको आगमन सँगसँगै यो आयोजनाले पूर्ण रूप लिएको छ। पटक शिलान्यास पछि आज यो शिलान्यास कार्यक्रमले थप भवन
ब्लक बी बन्ने सुनिश्चितता प्रदान गरेको छ। किनभने बजेट व्यवस्थापन भई सम्पूर्ण खरिद प्रक्रिया समेत भई निर्माण कम्पनीसँग सम्झौता समेत भइसकेको अवस्थामा आज यो बी ब्लक भवनको शिलान्यास कार्यक्रम भइरहेको छ। यो टेन्डर बिड भएको छ, समयमा काम होला या नहोला, गुणस्तरीय होला या नहोला, त्यसमा तपाईँलाई शङ्का उपशङ्का लागिरहेको हुन सक्ला। तर तपाईँहरूको सकारात्मक सोच र रचनात्मक रूपमा सहयोग भएमा मेरो कम्पनीले यस कन्स्ट्रक्सनको यस भवनलाई समय अवधि अगावै गुणस्तरीय र बोनससहित रकम भुक्तानी लिई यस भवन हस्तान्तरण गर्ने बेहोरा प्रतिबद्धता जाहेर गर्दछु। नुगु देखेको प्रशासनिक भवन अपाङ्गता मैत्री भूकम्प प्रतिरोधी जिगु महानगर थाकुतु बहुवर्षीय योजना अन्तर्गत निर्माण जिगु भवन सुइला दुने देखेको च्याकेको लक्ष्य कया तगु दुसा ने 2 वर्ग फिट क्षेत्रफल देखे तेंगु भवन निर्माण लागि ने सोंगु करोड तकाते लागत तेगु अनुमान याना तगु दु।